नमस्ते। आज हामी सामान्य ज्ञानका 10 महत्त्वपूर्ण प्रश्नोत्तरहरू लिएर आएका छौं। सुरु गरौं। प्रश्न नम्बर 1। नेपालको सबैभन्दा ठूलो ताल कुन हो? ए. फेवा ताल, बी. रारा ताल, सी. फोक्सुन्डो ताल, डी. बेगनास ताल। सही उत्तर हो बी. रारा ताल। प्रश्न नम्बर 2। सूर्यको प्रकाश पृथ्वीसम्म आइपुग्न औसतमा कति समय लाग्छ? ए. 5 मिनेट 20 सेकेन्ड, बी. 8 मिनेट 20 सेकेन्ड, सी. 10 मिनेट, डी. 12 मिनेट 15 सेकेन्ड। सही उत्तर हो बी. 8 मिनेट 20 सेकेन्ड। प्रश्न नम्बर 3। विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ कति कायम गरिएको छ? ए. 8848 मिटर, बी. 8488 मिटर, सी. 8848.86 मिटर, डी. 8850 मिटर। सही उत्तर हो सी. 8848.86 मिटर। प्रश्न नम्बर 4। सार्क सचिवालय कुन शहरमा अवस्थित छ? ए. नयाँ दिल्ली, बी. इस्लामाबाद, सी. काठमाडौँ, डी. ढाका। सही उत्तर हो सी. काठमाडौँ। प्रश्न नम्बर 5। एक वयस्क मानव शरीरमा जम्मा कतिवटा हड्डीहरू हुन्छन्? ए. 200 वटा, बी. 206 वटा, सी. 210 वटा, डी. 300 वटा। सही उत्तर हो बी. 206 वटा। प्रश्न नम्बर 6। क्षेत्रफलको आधारमा विश्वको सबैभन्दा ठूलो देश कुन हो? ए. क्यानाडा, बी. रूस, सी. चीन, डी. अमेरिका। सही उत्तर हो बी. रूस। प्रश्न नम्बर 7। शान्तिका अग्रदूत गौतम बुद्धको जन्म कहाँ भएको थियो? ए. कुशीनगर, बी. लुम्बिनी, सी. बोधगया, डी. सारनाथ। सही उत्तर हो बी. लुम्बिनी। प्रश्न नम्बर 8। नेपालको राष्ट्रिय पंक्षी कुन हो? ए. मजुर, बी. डाँफे, सी. ढुकुर, डी. मुनाल। सही उत्तर हो बी. डाँफे। प्रश्न नम्बर 9। पानीको रासायनिक सूत्र के हो? ए. CO2, बी. H2O, सी. O2, डी. NaCl। सही उत्तर हो बी. H2O। प्रश्न नम्बर 10। टेलिफोनका आविष्कारक को हुन्? ए. थोमस एल्वा एडिसन, बी. अलेक्जेन्डर ग्राहम बेल, सी. आइज्याक न्यूटन, डी. राइट दाजुभाइ। सही उत्तर हो बी. अलेक्जेन्डर ग्राहम बेल। तपाईको कतिवटा उत्तर सही भयो? कमेन्टमा लेख्नुहोला। धन्यवाद।